हेलो एन्ड नमस्ते साथीहरू सबैजनालाई आजको न्यू भिडियोमा सबैजनालाई स्वागत छ र तपाईँहरू सबैजना पनि एकदम सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु है। र अहिले चाहिँ हामी यो त्रिवेणी चोकी के भन्छ यहाँनिर खुट्टिसाङ पारी देवराज सर म आएको छौँ। आज पनि न्यू लोकेसनको दामी एउटा नयाँ लोकेसनको ठाउँमा बस्यो। अस्ति त कानेपोखरीको त्यो योदेखिको कहाँसम्म राई गाउँ कि कहाँसम्मको मैले फुल भिडियो बनाएको छु। त्यहाँनिर पनि खतरै भएको छ र मोटो भ्लग टाइपको खतरा बनाइदिएको छु क्या। अब बाटोमा हिँड्दाखेरिको पनि ट्राभलको पनि बनाउनु पर्छ है। एकदम मेरो साइकल चाहिँ बिहानदेखि म उठेदेखिको गायब छ है। साइकल कहाँ गयो के छ केही थाहा छैन। एकदमै यो फलाइ चाहिँ एकदम चिसो दामी लोकेसनमा ट्याक्क आएर उभिएको छु। अब यहाँबाट एकदम यो बाटोतिर लाग्नुपर्ने हुन्छ। एकदम तपाईँले नयाँ बाटो हेर्दै जानुभयो है त साथीहरू। भिडियोमा बनाएर सबैजना अन्तिमसम्म हेर्नु होला कि कस्तो छ यताको बाटो सबैजना हेर्नु होला है। विस्तार कुराकानीको साथ जानुपर्छ र यात्रा सुरु गरौँ है त साथीहरू। म त धेरै पछि भिडियो बनाउन थालेको छु, धेरै पछि। तर मोबाइलमा पनि अहिले क्यामेरा त्यति धेरै राम्रो आउँदैन, त्यही भएर बनाउँदिनँ। यो बोल्दै मान्दैन अत्यारी छ। यता 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 एकदम खतरा भएर आएछ नि पनि हिरो भएर है। ल मेरो त के कुरा गर्नु, म त सधैँभरि एकदम खत्रै छ भएर आइरहेको छु। एकदम यस्तो यो लागिरहेको छ। अब यहाँ पनि यस्तो छ क्या, बाटो फेरि हिलो छ, पानी उठिदिन्छ, खुट्टा टिक्नुभयो बिचबिचमा। त्यही भएर हाफ फुल कट यो गरेर हिँडिरहेको छु। जाउँ है त। देवराज सरलाई अगाडि बढाइदिइसकेको छु। अनि ब्रेक पछाडि अलिक टाइट लाग्छ क्या, यो सही छ क्या साइकलमा, अलिक ब्रेक राम्रो लाग्छ। मेरो साइकल बिहानैदेखिको कहाँ कसले पत्ता लगायो थाहा नै छैन। त्यही भएर ल हिँडौँ है। भिडियो रोक्दै बाटो देखाउँदै। कालो छ फेरि एकदमै। बाइकबाट आइफोन हुनु भने चाहिँ एकदम दामी हुन्थ्यो होला होइन। देखाउन पनि क्वालिटी पनि हल्लिँदैन थियो मोबाइलले। यसले फेरि मलाई ओभरटेक हान्दैछ। एकदम स्पिड जाउँ है त साथीहरू। बाटो त राम्रै रहेछ यार। तर यो मनलाई तिम्रै खाँचो छ, बस सुन्दरी भिडियो चाहिँ रोक्नु भएन है। मान्छे जो आए पनि आज चाहिँ म केटीहरू आयो निस्काइदिन्छु है साथीहरू। बिचमा भेट्यो भने एकदमै बाई हेलो गरिदेऊ। ओके आज चाहिँ मैले एकदमै आज म कसैलाई छोड्दिनँ कि है। एकदम कन्फिडेन्सको साथ भिडियो बनाउँछु साथीहरू। केटी बुढी भर्खरको तरुनी सबै आयो भने नि एकदमै निकाल्ने छु आजको है। एकदमै साह्रै हल्लिएको होला है फोन चाहिँ एकदम, किनभने यो पुरै कच्चीको अफरोड ढुङ्गेको छ नि त। त्यही भएर सो पिचमा पुगेपछि भिडियो सुरु गरौँ होला है। यस्तो ट्याक्क लगाएर लोकेसनमा आयो यो बाटोमा। हाम्रो देवराज सर एकदमै यहाँ छ। यहाँ अगाडि स्कुल रहेछ, स्कुलको पनि यसो ग्राउन्डहरू हेर्नुपर्छ है त के कस्तो छ नि। तर आज त सरकारी छुट्टी है, शनिबारको दिन परिरहेछ। यो भाइहरू अगाडि रहेछ। यो भाइहरूसँग थोरै गफ हानिदिन्छ ल साथीहरू। एकदमै रोकेर चाहिँ गर्दैन तर देखाइदिन्छु एकदमै। हान्दी भाइ के भन्दैछौ भाइ तिमीले? रेस खेल्ने उहिले हान्न आउँछ तिमीलाई? अनि तिम्रो भाइले आउँछ उहिले हान्न? हो क्या भाइ। सब्सक्राइब धेरै छैन, 3-4 हजार मात्र छ। नयाँ हो भर्खर हो यो भाइ त। मनोज भ्लग 195 एकदम भाइ लिनु पर्छ। तिमी हान न, तिमी हान्नु पर्छ। यस्तो साइकल मेरो त बिग्रिरहेको छ भाइ। यो भाइ त खतरा छ, झ्याप छ क्या भाइ। तिमीहरू कुन स्कुल पढ्छ भाइ? कहाँ हो यो चाहिँ? कुन हो स्कुल यो? यहीँमा पढ्छौ? यहाँको स्कुल त कतिसम्म? ल राम्रो कुदाऊ ल। बाई गुड नाइट। खगेन्द्र भ्लग छ भाइ 195 गर आइहाल्छ भनेर भन्न मिल्दैन। यत्तिकै भिडियो बनाएको क्या भाइ। तिमीहरूले भेटाउँदैनौ के भन्नु अब। ल त्यो भाइहरूसँग यसो गफसफ हान्यो है। चिल्लाक्समा देखेको गर्लफ्रेन्ड पढ्ने स्कुल हेर क्वालिटी खलात्तै गइरहेछ। एकदमै नयाँ लोकेसनमा है। नयाँ लोकेसनमा भिडियो बनाउनु बेग्लै मजा छ क्या।
मोबाइल लास्ट हल्लिरहेको छ साथीहरू। त्यो भाइहरूले मोबाइल पनि चलाउँदैन, सर्च गरेर पनि भेटाउँदैन। तीमाथि फेरि मेरो आइडी पनि के छ मलाई ठ्याक्कै थाहा छैन क्या अहिले फेरि। अनि त्यही भएर अनि मन ठगेन त के भने केही भएन। यो भिडियो पनि आउँछ आउँदैन हाल्छु त्यो पनि फिक्स छैन क्या फेरि। एकदमै मन पऱ्यो भने त हालिहाल्छु, त चित्त बुझेन हुँदैन भने त हाल्दिनँ नै। त्यसै भएर एकदमै क्यामेरा हाल्यो कि खै त हो एकदमै के मलाई अलिक आइफोन भएको क्वालिटी राम्रो आउने भिडियो पनि बनाउन अलिक रमाइलो हुन्थ्यो। त्यस्तो साह्रो क्वालिटी पनि आउँदैन मोबाइलमा। त्यही भएर यस्तो कभर साइकलमा हिँडिरहेको छु है। तर एकदम रेस चाहिँ खतरा, पिकअप चाहिँ खतरा लिन्छ यो साइकलमा पनि। 2 नम्बरमा काम पुग्छ क्या, मस्त दौडिन्छ गाडी। यो मायासाले बोल्दैन, मैले यसलाई त मायासाले बाख्रासँगै बिहे गराउनु भयो क्या, नबोल्ने ब्या 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 गर्ने मात्र छ मुनि। तर पहिला एकदमै राम्रो थियो क्या मेरो क्यामेरा पनि एकदम। बुनु हेलो खतरा, ओइ हेलो हेलो गाइज भनिदिरहेको थियो बुनुहरूले। कस्तो दामी आउँछ है पहिला त एकदमै त्यो मोबाइल किन्ने बेलामा। अहिले क्यार 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 आइरहेछ हो। यहाँबाट राइट साइड जानु पऱ्यो, यो साङ्लिना चोक ट्याक्क है देख्रा सर। मेरो यो मोबाइलमा आइफोन जस्तै क्यामेरा आउनु नि, के कडा खालको क्या। सन्देशको मावला कुन हो यो? हो मोटेको सन्देश बाबुको मावला एकदम। घरमा को हुनुहुन्छ होला, के कसो छ हालखबर पनि म भिडियो बापत भरे वाट्सएपमा हालिदिउँला कट गरिवरी। 17 छ है लोकेसन यताको घरहरू एकदम ठिक्कको क्या। हावाहुरी एकदम वातावरण दामी भएको नाइस। जेल गएको थिएन नि त चुनावै र त्यही भएर हालेको। को दुर्गा प्रसाद जेल नगएको भए त्यस्तो छ? जेलमा भए त हुनै दिँदैन थियो त। दुर्गालाई त्यस्तो गर्छ र? आन्दोलन गर्न त्यस्तो त्यही भएर चाहिँ लग्यो गरेको। तँलाई के राजा छिराउनलाई दुर्गा प्रसाद खतरा गफ हान्छ क्या एकदम। लोनको एप्लाई गरेको त्यो मान्छेको कति ऋण छ, डराउँदैन के भन्छ, गफ आउँछ। म मार्छु के भन्दैछ केपी ओली? यो दुर्गा प्रसाद हेरेर त पहिलाको जमानामा हामीलाई कुट्नै मार्नै खोजेका हुन् भन्दैछ केपी ओली। बोल है साथीहरूले, अहिले बोलेको मैले भिडियो बनाएर तपाईँहरूले पनि सुन्नुभयो। सो अब अनुहारमा क्यामेरा बनायो भने त बोल्दैन थियो, त्यही भएर यताउता गरेर तपाईँलाई भिडियो त 100% आउँछ। अनि बल्ल बल्ल मैले पनि केटो बोल्दैन थियो, अब नबोल्ने तपाईँहरूलाई थाहा हुनेले अब देख्नुहुने सुन्नुभयो होला नि भइस है एकदमै। सो साथीहरू यहाँबाट चाहिँ अब त्यो बाहुनी स्कुल, बाहुनी के भन्छ, बाहुनी नै भन्छ अहिले त, बाहुनी नै भन्छ क्या यतादेखि चाहिँ। ट्याक्क यस्तो लोकेसन छ है। भिडियो चाहिँ रोक्दिनँ म है, एकदमै सिधा अडाएर जान्छु आनन्दले। यता पनि देखाइदिन्छु एकदम यस्तो लोकेसन, यता यस्तो लोकेसन एकदम सिधा जाने। केही समयपछि बाहुनी स्कुल पुग्नेछौँ हामी साथीहरू। के भन्यो भाइ तिमीले? आई लभ यु भन्यौ? ओइ भाइ ओइ भाइ ओइ ए भाइ अलिक बिस्तारै हिँड न भाइ यार। भिडियोमा मैले रेकर्ड गरिरहेको छु, तिमीले रङ साइडबाट आएर मलाई पेलेको छौ है भाइ। तिमीलाई चिट काटिदिन्छु फेरि 1000 रुपियाँको। ए भाइलाई फाइन हानिदिन्छु म, झन्डै हानिदियो साथीहरू। एकदमै रनकार लिएर सिधै मेरो यो अर्काको साइडमा ड्याम्मै आएर हानु त्यो भाइले। मुटु चिसो बनाइदियो साथीहरू। यहीँबाट बनाऊँ है भिडियो, एकदमै खतरा देखिन्छ होला क्या लोकेसन। तर अहिले त देखिँदैन, खतराको जनता नमुना मान्छे बुझ्छ। बेलबाली नो बाहुनी मोरङ एकदम। तर हामीले एक्जाम यहीँ दिएको यार, 10 क्लासको एकदमै छ क्या। यतातिर पसलहरू छ। सो यतैतिर हामीले पनि 9 क्लासको। यहाँ चाहिँ लफडा परिरहेको छ हाम्रो केटाहरू, नवराज निराज गौतम केटाहरूको यहाँ पुडुङ पुडुङ हाने परिरहेको थियो। बहुत झगडा भइरहेको पल्थ्यो क्या। हामीले सो एक्जाम दिएको चाहिँ यतैतिर हो क्या, बिच साइडतिर हो क्या। जुन यो लास्टको बिच सेकेन्ड यो छ नि, झ्याल छ नि, हो यो लास्टको हो, यसमै हामीले एक्जाम दिएको 10 क्लासको। एउटा पल छ नि त होइन, याद छ। यत्रो दुःख गरी कति कता हिँड्यो है। 10 क्लास पढी छोडेको पनि 5-6 वर्ष भइसक्यो यार।